यो अग्लो भवनहरु चाहिँ 90 तला माथिको भवनहरु छ। प्राय जसो चाहिँ यो टपमा चाहिँ होटल, रेस्टुरेन्ट, डान्स बारहरु, डिस्कोहरु नै रहेको जानकारी पाएको छु। ली कुआन यूको देश आएको छु। यानकि सिङ्गापुर आएको छु। वर्ल्डकै सफा र सुन्दर देश। अहिले जुन हर्क साम्पाङलाई साथ दियो भने भोलि हामी पनि यस्तै समृद्ध देश, समृद्ध एउटा कन्ट्रीमा बस। विशेष यहाँ भाषा चाहिँ इंग्लिश चल्ने रहेछ साथीहरु। यहाँको मानिसहरुसँग इंग्लिशबाटै कन्भर्सेसन गर्न सकिने रहेछ। सिङ्गापुर, मलेसिया र थाइल्यान्डमा चाहिँ भूकम्प कहिले आउँदैन भन्ने मान्यता रहेको छ यहाँको जनताहरुको। हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म ली कुआन यूको देश आएको छु। यानकि सिङ्गापुर आएको छु। वर्ल्डकै सफा र सुन्दर देश भनेर चिनेको ली कुआन यूको देश सिङ्गापुरमा चाहिँ म आज आएको छु। विगत म 10 वर्ष अगाडि पनि एकचोटि आएको थिएँ सिङ्गापुर, र आज पनि म सिङ्गापुर आएको छु। र यो 60 तला माथि अग्लो गगनचुम्बी भवनको होटलबाट म यो नाइट भ्यूहरु चाहिँ देखाइरहेको छु। ली कुआन यूले बनाएको देश साँच्चै यति सुन्दर छ। संसारकै एकदम सफा र सुन्दर देश भनेर पनि चिनिन्छ यो कन्ट्रीलाई चाहिँ। एकदमै सुन्दर छ। पक्कै पनि हाम्रो देश पनि अहिले जुन हर्क साम्पाङलाई साथ दियो भने भोलि हामी पनि यस्तै समृद्ध देश, समृद्ध एउटा कन्ट्रीमा बस्न सकिन्छ भन्ने मलाई आशा छ। त्यसैले यही भिडियोबाट म सम्पूर्ण नेपाली जनताहरूलाई मेसेज दिन चाहन्छु। हर्क साम्पाङलाई चाहिँ साथ दिनु होला र भोलि हामी पनि समृद्ध नेपाल जस्तै सिङ्गापुर जस्तो एकदमै डेभलप कन्ट्रीमा बस्नु पाऊँ भन्ने हाम्रो पुनः आशा छ। त्यसैले हर्क साम्पाङको भिजनलाई चाहिँ हामीले सपोर्ट गरौँ र भोलि हामी पनि एकदम समृद्ध नेपालमा बस्न पाऊँ। र विगत 90,000 वर्ष अथवा 1000 वर्ष अगाडि चाहिँ सिङ्गापुर पनि, यो सिङ्गापुर भन्ने कन्ट्री चाहिँ ली कुआन यूले बनाएको भन्ने बुझिन्छ। यो चाहिँ उता होटलहरु धेरै समयको अन्तरालपछि म पनि सिङ्गापुर चाहिँ घुम्न आएको छु साथीहरुसँग। र नाइटमा म यो भ्यूहरु चाहिँ दर्शक श्रोताहरुलाई चाहिँ म यो भ्यू देखाउँ भनेर चाहिँ, यो दृश्यहरु देखाउँ भनेर चाहिँ म आएको छु साथीहरु। यी गगनचुम्बी भवनहरु चाहिँ एकदमै आकर्षक छ। नाइटमा एकदमै स्वर्गको टुक्रा जस्तै देखिरहेछ। यहाँ चाहिँ भूकम्प आउने स्थिति छैन, भूकम्प आउँदैन भन्ने बुझिन्छ यहाँको जनताहरु, यहाँको मानिसहरुले भनेको अनुसार चाहिँ। यो तीनवटा कन्ट्रीमा चाहिँ भूकम्प कहिले आएको छैन र आउँदैन पनि भनेर भन्छन् यहाँको भनाइहरु सुन्दा। किनकि यो सिङ्गापुर, मलेसिया र थाइल्यान्डमा चाहिँ भूकम्प कहिले आउँदैन भन्ने मान्यता रहेको छ यहाँको जनताहरुको, यहाँको मानिसहरुको। किनभने यो देश चाहिँ पृथ्वीको भूमध्य रेखामा, पृथ्वीको एकदमै बीच भागमा रहेको हुनाले यो देशमा चाहिँ भूकम्प भन्ने चीज कहिले पनि आउँदैन भन्ने मान्यता रहेको छ यहाँको मानिसहरुको। वाउ, सिङ्गापुर चाहिँ यस्तो छ है गाइसहरु, साँच्चै स्वर्गका टुक्रा जस्तो छ।
ली कुआन यूले बनाएको देश चाहिँ यस्तो छ, चाह्यो भने एकजनाले नै देश बनाउने रहेछ भन्ने एउटा गतिलो उदाहरण पनि हो यो। सिङ्गापुरको एउटा स्टेटमा छु म चाहिँ साथीहरूसँग। एकदमै रमाइलो छ साथीहरू। 60 तलमाथिदेखि म सबै भ्यूहरू देखाइरहेको छु, सबै दृश्यहरू देखाइरहेको छु यहाँहरूलाई। एकदमै गजब छ। म चाहिँ एउटा स्वर्गको टुक्रामै रहे जस्तो फिल भइरहेछ। यस्तो छ साथीहरू। एकदमै आकर्षक छ। ली कुआन यू चाहिँ मरेर गए तापनि उसको कन्ट्रीले चाहिँ यस्तो डेभलप गरेछ साथीहरू। यहाँको जनताले यति सेवा सुविधामा बाँच्न पाएको छ। यहाँको जनताहरू यति आत्मनिर्भर अथवा खुसीले उहाँहरू कुनै बिना टेन्सन बस्नु पाएको छ। हाम्रो देश पनि भोलि यस्तै होस् भन्न चाहन्छु। राम्रो नेताहरूलाई चाहिँ जनताले साथ दिनुपर्छ। यस्तो छ साथीहरू। यो विभिन्न यो अग्लो भवनहरू चाहिँ 90 तला माथिको भवनहरू छ। प्रायः जसो चाहिँ यो टपमा चाहिँ होटल, रेस्टुरेन्ट, डान्स बारहरू, डिस्कोहरू नै रहेको जानकारी पाएको छु। यहाँको साथीहरूले सोद्धा, यहाँको जनताहरूले, यहाँको मानिसहरूले सोद्धा एकदमै बवाल छ भवनहरू पनि। यहाँको मान्छेहरू पनि अति नै सुन्दर रहेछ, एकदमै संस्कार। यहाँको विशेष यहाँ भाषा चाहिँ इङ्ग्लिस चल्ने रहेछ साथीहरू। यहाँको मानिसहरूसँग इङ्ग्लिसबाटै कन्भर्सेसन गर्न सकिने रहेछ। र यहाँ चाहिँ हाम्रो नेपाली दाजुभाइ पनि हुनुहुन्छ। सिङ्गापुर लाउडे भन्छ नेपालमा चाहिँ, तर यहाँ सिङ्गापुरको पुलिस रहेछ। 1-2 जना साथीहरूसँग चाहिँ हामी अघि भेटेका थियौँ कन्ट्याक्ट गरेर पनि। जस साथीहरूसँग गजबै भयो। र यो एउटा सिङ्गापुर चाहिँ कस्तो कन्ट्री भए भने चाहिँ एउटा ड्रिम, एउटा कन्ट्री जस्तै, संसारको एउटा मानिसहरूको चाहिँ ड्रिम कन्ट्री जस्तै मानिन्छ। किनकि यहाँको विकास, यहाँको डेभलप सबै कुरो हेर्दा चाहिँ यो तल चाहिँ यसरी 5 लाइन 4 लाइनको गाडीहरू चाहिँ गुडिरहेछ। 4 लाइनमा चाहिँ गाडीहरू, रोडहरू यस्तो छ साथीहरू। यहाँहरू पनि घुम्न आउनु होला सिङ्गापुर। संसारकै सफा र सुन्दर देश चाहिँ घुम्न आउनु होला भन्न चाहन्छु। विकास भनेको के हो साँच्चीकै सिङ्गापुरमा आएर चाहिँ तपाईँले थाहा पाउनुहुन्छ विकास भनेको के रहेछ भन्ने कुरा चाहिँ। म अहिले नाइटमा चाहिँ यो सिङ्गापुरको एउटा स्टेटमा रहेर 60 तलाको माथि एउटा होटलमा रहेर साथीहरूसँग म भिडियो खिचिरहेको छु चारैतिर। यहाँ कि नाइटभन्दा चाहिँ डेमा राम्रो, डेभन्दा नाइटमा चाहिँ एकदमै राम्रो देखिने रहेछ जुन सिङ्गापुरको दृश्यहरू चाहिँ। यस्तो छ गाइसहरू। यहाँ पनि लाइफमा एकचोटि सिङ्गापुर चाहिँ भिजिट गर्नु होला भन्न चाहन्छु। थ्याङ्क यू। मेरो युट्युब च्यानललाई लाइक, सब्सक्राइब